नमस्ते टासिदेलेक फ्याफुला म जोर्डेन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र आजभन्दा केही दिन अगाडिदेखि चाहिँ मैले भिन्न भिन्न पाठहरू मन्त्रहरू र प्रार्थनाहरू कस्तो कस्तो छन् भनेर चाहिँ त्यसको विषयमा मैले भिडियो बनाउने गरेको छु र जस्तै भन्नुपर्दा गुरु रिम्पोछेको पाठ मन्त्र प्रार्थना त्यसको मैले बनाएको थिएँ है त्यसैगरी चेरिसेको बनाएको छु र त्यसैगरी हाम्रो आयु लामो हुने है र रोगहरुबाट मुक्ति हुने बिमारहरु जाती हुने त्यसको पनि मैले पाठ मन्त्रहरुको विषयमा मैले भिडियो बनाएको छु त्यो तपाईहरुले हेर्न सक्नुहुनेछ है र भने आज केही दिन अगाडि एकजना साथी भनौं एकजना मित्रले चाहिँ कमेन्टमा लेख्नु भएछ कि चिजिनढोलमा यानी तारा देवी उहाँको चाहिँ अब पाठ मन्त्रहरु एकचोटी बताइदिनु भनेर चाहिँ लेख्नु भएको रहेछ र त्यसको विषयमा आज यो भिडियो बनाएको हुँ है र चिजिनढोलमा यानी तारा देवी उहाँको पाठ भने धेरै प्रकारको छन् है जस्तै लामो पनि छ ठिकैको पनि छ र छोटो पनि छ र म सधैं तपाईहरुलाई सजिलो होस् भनेर चाहिँ छोटो पाठ त्यस्तो चाहिँ तपाईहरुलाई भन्ने गर्दछु हो र आज पनि म चिजिनढोलमाको छोटो पाठ चाहिँ तपाईहरुलाई भन्ने छु र पाठ चाहिँ यस प्रकारको छ मैले नेपालीमा लेखेको छु तपाईहरु त्यो हेर्नु होला है त ओम जे जुनमा फमा ढोमाला छ छालो छासा ढोमा युरमा पामो तुदा राई जिबा सेलमा तुरे ढुङ्गेन जिम्बे ढोलमा सहाय ये खेला थियो हजुर पाठ भने यस प्रकारको छ अब यसको छोटो एउटा यसको अर्थ भनौं मतलब भनौं कस्तो छ भने यो पाठमा के भनेको भन्दाखेरि अवश्य चिजिनढोलमा यानी तारा देवीलाई ढोग गरेको उहाँलाई किन ढोग गरेको त भन्दाखेरि अब उहाँमा त्यस्तो शक्ति भनौं एउटा क्षमता भनौं के छ भन्दाखेरि उहाँले चाहिँ अब हाम्रो सारा दुःख पीडाहरू चाँडो भन्दा चाँडो मेटाइदिने चाँडो भन्दा चाँडो पीडाहरुबाट मुक्ति गराइदिने डरहरुबाट मुक्ति गराइदिने र अनि सोचेकोहरु सबै चाँडो भन्दा चाँडो पूरा गराइदिने त्यस्तो चाहिँ उहाँको त्यस्तो क्षमता छ है त र त्यसैले त्यस्तो क्षमता भएको तारा देवी तपाईलाई हामी ढोग गर्छौं भनेको है त अब उहाँको मन्त्र भने यस प्रकारको छ ओम तारे तुतारे तुरे स्वाहा हजुर ओम तारे तुतारे तुरे स्वाहा ओम तारे तुतारे तुरे स्वाहा ओम तारे तुतारे तुरे स्वाहा यो मन्त्रलाई चाहिँ तपाईले धेरै भन्दा धेरै जप्नु होला है तपाईले 3 पटक जप्नु भयो नि हुन्छ तपाईले अल्छी नगर्नु है समय कुनै बेला हाम्रो समय हुँदैन त्यो बेला 3 पटक जप्नु या 7 पटक जप्नु है 21 पटक जप्नु हैन समय छ भने 108 पटक जप्नु है र अब त्यसलाई फेरि 200 300 गरेर त्यसरी जति जप्न सक्नुहुन्छ त्यति राम्रो है र अन्तमा प्रार्थना चाहिँ यस प्रकारको छ घेवा धे न्युर्दो थ फगमा ढोलमा ढुग्युर्ने ढोवा जे ग्याउ मलुपा धे सलाको भरोसो हजुर यो प्रार्थनाको मतलब पनि त्यही हो मैले सधैं भने चाहिँ आज मैले या हामीले यो पाठ या मन्त्र जपेर पाठ पढेर धेरै थोरै जति पुण्य कमाए पनि सानो ठुलो जति पुण्य कमाए पनि यो पुण्यले चाहिँ म मात्र हैन मेरो परिवार मात्र हैन मेरो साथीभाइ मात्र हैन संसारका सारा प्राणीहरुले चाहिँ दुःखबाट मुक्ति पाउन् सुख पाउन् सोचेको जस्तो सबै पूरा हुन् भनेर चाहिँ प्रार्थना गरेको यो प्रार्थना गर्दा चाहिँ म सधैं भन्ने गर्छु तपाईहरुलाई हामीले सधैं प्रार्थना गर्ने बेला ठुलो भन्दा ठुलो सोच्नु पर्यो हामीले है त प्रार्थना भनेको बोली ठुलो कुरा हैन प्रार्थना भनेको मन ठुलो गर्नुपर्ने कुरा हो है शब्द ठुलो हैन मन ठुलो गर्नु पर्यो है
शब्दमा त त्यही हो हैन, सबै प्राणीले सुख पाउन्, दुःखबाट मुक्ति हुन् भनेकै छ त, तर त्यो साथै हाम्रो मनमा पनि त्यस्तो हुनु पर्यो हैन। त्यसपछि चाहिँ हामीले एउटा छोटो समयको एउटा हामीले पाठ पढे तापनि त्यसले चाहिँ हामीले एकदमै धेरै पुण्य कमाउने छ, पुण्य कमाउन सक्छौँ हामीले है त। मनमा चाहिँ किनभने मनदेखि हुनु पर्यो नि त है। हजुर, र यदि मनदेखि हुनु पर्यो भनेको यो कुरा पनि सजिलो चाहिँ छैन है। अब मनदेखि हुनु पर्यो भनेको कुरा चाहिँ, मनदेखि हुने कुरा दुईटा हुन्छ। एउटा बनावटी हुन्छ मन नै, एउटा बनावटी मन, यस्तो यस्तो गर्नु पर्यो, यस्तो यस्तो होस् भनेर एउटा बनावटी मन हुन्छ। एउटा चाहिँ आफै नेचुरल है, आफै त्यो स्वभावै, त्यो मनको स्वभावै त्यस्तो हुने पनि हुन्छ नि त है, अटोमेटिक हुन्छ नि। हजुर, र हामी अहिले अब जस्तै इङ्ग्लिसमा प्र्याक्टिसनर भन्छ नि, अब सिक्ने मान्छे, हामी यो धर्मको विषयमा सिक्ने मान्छेले चाहिँ एकैचोटिमा चाहिँ अटोमेटिकमा नभए तापनि हामीले बनावटी मन गर्न सक्छौँ है। यो सोचेर हुन्छ नि, किन सबै प्राणीको लागि सोच्नु पर्यो हैन। कसैले जस्तै मानौँ एउटा राजु भन्ने मान्छे छ अरे, त्यो राजु भन्ने मान्छेले त मलाई एकदम नराम्रो गरेको छ भने तापनि अब प्रार्थनामा त उसलाई पनि सोच्नु पर्यो भनिरहेको छु नि त। र यो मान्छेले मलाई यति नराम्रो गरिरहेछ भने म यसको बारेमा किन सोच्ने भनेर पनि त अब हामी सबैको मनमा आउँछ नि त हैन। अब यसमा चाहिँ हामीले यो बनावटी सोच लिनु पर्यो। बनावटी सोच भनेको त्यो राजुले पनि त अब कुनै न कुनै कारणले उसले त्यस्तो नराम्रो गरेको होला मलाई हैन, उसको पनि आफ्नै कारणहरू होला, र त्यो केही आज उसको त्यो कारण भए तापनि है, आजभन्दा धेरै जुनी अगाडि सायद मेरो बुवा आमा, सायद मेरो आमाको जन्म थियो कि है। किनभने मैले पहिला पनि भनेको थिएँ, हामीले यो संसारमा यति धेरै जन्म लिइसक्यौँ कि हामी आजको जुनीमा म तपाईँलाई अन्जान मान्छे भए तापनि पहिलेको जुनीमा म तपाईँको दाजुभाइ, बुबा आमा भइसकेको है। त्यो अवश्य त्यस्तो भइसकेको। मैले तपाईँले पनि मेरो बुवा आमाको जुनी लिइसकेको र मैले पनि तपाईँको बुवा आमाको जुनी लिइसकेको। अब बुवा आमा भनेको त एकदमै अब ठुलो हो नि त हैन। त्यही भएर चाहिँ हामीले आजको यो दिनमा त्यो मान्छेले नराम्रो होस् या जस्तै होस् हैन, तर कुनै न कुनै जुनीमा चाहिँ एकदमै हाम्रो आवश्यकता मान्छे, हामीलाई फाइदा गर्ने, राम्रो गर्ने त्यस्तो भएकोले चाहिँ त्यो सोचेर चाहिँ अनि हामीले सबै प्राणीहरूपट्टि, अनि सबै प्राणीले दुःखबाट मुक्ति हुन्, सुख पाउन् भनेर चाहिँ त्यसरी चाहिँ आफ्नो मन बनाउने हो है। मैले भनेको खै तपाईँले बुझ्नु भयो कि भएन है। हजुर, बनावटी मन चाहिँ त्यस्तो भयो है त। र त्यो बनावटी मनले चाहिँ के हुन्छ भन्दाखेरि, त्यो बनावटी मन तपाईँले सोच्दा त्यस्तो सोच गर्दा कुनै दिन तपाईँ अटोमेटिक आफै भित्रबाट त्यस्तो सोच आउँछ, त्यो मान्छे यस्तो हो, त्यो यस्तो हो, फलानु मान्छे यस्तो हो भनेर है त। हजुर, मैले भन्नु खोजेको चाहिँ त्यो हो है। र त्यसैले प्रार्थना गर्ने बेला, प्रार्थना भनेको जस्तै अहिले यो प्रार्थनामा चाहिँ 4 लाइन मात्र छ है। क्यावाथे न्योर्दोदा फामटोमटोग्युने ठवा चाहिँ क्या मलेपथे साला खबरसो 10 सेकेन्ड मात्र लाग्छ यो पढ्नु हैन। सायद तपाईँले बिस्तारै पढ्दा 2-3 मिनेटै लागोस्, तर त्यो 2-3 मिनेटको एउटा प्रार्थना गरेको त्यसले चाहिँ तपाईँको सोचको भरमा चाहिँ ठुलो भन्दा ठुलो पुण्य कमाउने कि सानो पुण्य कमाउने कि है, ठिकैको पुण्य कमाउने, त्यो तपाईँको सोचमा भर पर्छ। त्यसैले बनावटी भए तापनि सबैको लागि सोच्नु होला भनेर भन्नु खोजेको हो है। हस् त। अनि त्यसै गरी अरू केही पाठहरू, मन्त्रहरू जान्न मन छ भने कमेन्टमा लेख्नु होला है। र भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा धन्यवाद। र यसै गरी धर्म सम्बन्धित अरू पनि केही विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला। म सकेसम्म तपाईँहरूलाई बुझाउने प्रयास गर्नेछु है। कति मबाट पनि भुल होला है।
र त्यसो भन्दै आजको भिडियो म यहीँ समाप्त गर्छु। हस् त, धन्यवाद।